हेलो हाई गुड मर्निङ। हामी आज तेस्रो पटक कान्ति बाल अस्पतालमा आएका छौँ बाबुको। हेलो बेबी, हाउ आर यु टुडे? बेबीको चेकअप गराउनलाई आएका छौँ हामी हस्पिटल। यो हस्पिटलको भ्यूज हो, देख्न सक्नुहुन्छ। हेलो बेबी, समात्नुहोस् मम्मीको हात। अब हामी भित्र गएर हेलो बेबी छैन अरे ए अब हामी भित्र जान्छौँ र भित्रको भ्यूजहरू पनि बिस्तारै अवलोकन गर्नेछौँ। हेर्दै गर्नुहोला सिल्लु अधिकारीको युट्युब च्यानल। यस्तो राम्रो ठुलो छ यो हस्पिटल। यहाँको सुविधाहरू पनि हामी आज तेस्रो पटक आउँदैछौँ। दोस्रो पटकसम्मको हामीलाई राम्रै लागिरहेको छ यो हस्पिटलको। हेलो बेबी, हाउ आर यु टुडे? ल हिँड जाम हिँड। हामी अब यताबाट बाबुलाई पार्कमा खेलाउन लैजाँदैछौँ। बाबुको चेकअप हाम्रो 9 बजे हो र टाइम अझै बाँकी रहेको हुँदा हामी खेल्ने पार्कतर्फ लैजाँदैछौँ बाबुलाई। हाउ आर यु बेबी? ल अब हामी यताको बिल्डिङमा आइसकेका छौँ र यो चाहिँ बच्चाहरूको खेल्ने पार्क रहेको छ। हामी चाहिँ हाम्रो बाबु अलि ढिलो दोहोरो कुराकानी नगरेको हुनाले यहाँ चेकअपको लागि आएका थियौँ। हजुरहरू पनि आफ्नो बच्चाहरूलाई केही समस्या भयो भने यहाँ आउन सक्नुहुन्छ। यो महाराजगञ्जमा अवस्थित छ यो हस्पिटल। ल हेर्न सक्नुहुन्छ यहाँ बच्चाहरूको लागि खेल्ने पार्कको पनि व्यवस्था रहेको छ। यस्तो राम्रो छ, यही बाबु खेल्न लागेकी छिन्। ल यहाँको भ्यूज हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ, शान्त छ यो हस्पिटल। मलाई चाहिँ एकदम राम्रो लाग्यो हस्पिटलको हेलो बेबी, हाई आदर्श, व्हाट आर यु डुइङ बेबी? ल खेल्देऊ, गुड जब। ल छिटो यता खेल्दैछिन् आदर्श। खेल्यो। हामी चाहिँ हाम्रो 9 बजेको पालो हो। बाबुलाई भुलाउनलाई यहाँ पार्कमा लिएर आएका छौँ र हजुरहरू पनि आउन सक्नुहुन्छ। यो हस्पिटल शान्त छ, आनन्द छ, धेरै टाइम वेट गर्नु पर्दैन। बाई गरिदेऊ। ल अहिलेलाई मेरो आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु। हेर्दै गर्नुहोला सिल्लु अधिकारी युट्युब च्यानल। बाई।